टक्क लगाएर आज माछा झिक्ने है त कति झिकिन्छ आज आम्मा मरद आउँदो रहेछ त हौ अगाडिको क्यामेराले नि आम नफाल्नु एकचोटि आम फाल्नु पो भनेको त यहाँनिर कटियर छ एउटा कटियर भएको थियो भरे बिस्तारै खाने यहाँ खुट्टा काट्ला यो कति अस्ति चार लाउँदाखेरि खुट्टा फालेको यो छानेर निकाल्नु भयो 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 अहिले फेरि माछा गइगयो भने त कि जाँदैन भयो होइन भएको छैन अझै गयो कति तल पो फाल्नुपर्छ पानी थाहा छ मलाई यो भिडियो गर्ने यहाँ मलाई त आउँदैन तपाईँ केही नगर्नु पकडेर देखाउने मात्रै काम हो तपाईँको केही नगर्नु आम फाल्छु नि बाउ एकचोटि फाल फाल रहर लागेकोलाई फाल नहुने हो नि त आज गएर यहाँ त देखाउ त कत्रो गयो उहाँ अहिले यहाँ थुप्रो गएको छ कति बगिसक्यो उँधो गयो बुवा कहाँ बग्छौ त्यहाँ मान्छेलाई देखाउनु मान्छे माछा 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 धेरै गरेर रहेछ छैन एक मान्छे छ थुप्रो गयो बाउ गयो थुप्रो लौ उहाँ हेर उहाँ देखाउनु त हेरे त त्यति त हो नि उँधो त चुहेको छैन होला नि त त्यही त उँधो गएको छ कि म उँधो गएर म लिएर आउँछु माछा खै छोड्नु पोहोर पनि कस्तो बाउ गएको छैन भन्नुहुन्छ कति गएको छ गयो त्यही होला नि त त्यो भरे कहाँ खोज्ने ला साँच्चै छिर्ने रहेछ नि त छिर्ने रहेछ ऊ छिरो लिएको छ ठुलो ठुलो चाहिँ पक्रिउँ न त यहाँ हजुर काम त धेरै भयो नि त अब के भयो अनि फेरि थप्यो नि त अब यो माछा खोज्नु यहाँ हामी र देखाउने यता यता त्यो अनि के छेलिहालेको छ हातले यहाँ लगाऊ न ठुलो त छोडिदिनु अहिले किन तल छ अझै छ त्यहाँ पक्रिनुपर्छ ठुलो पानी अलिकति पानी छ त ए लु बेच्ने बेला भएछ म लान्छु भोजुर बेच्न हेर्न आएको गोतोत्तै त्यहाँ आगोमा चाहिँ देखाइदिनु न आगोमा चाहिँ देखाउनु बुवाले सक्नै भन पोहोर भन्दा पनि ठुलो रहेछ है अब यो कतिवटा खेर गयो नि जाँदैन हौ ला मरेछ उता त बुवा उतो पल्टिरहेको सबै आउँदैछ यहाँ हेर छेउछेउमा कुदेको पानी कति अलि राख्नु माछा अहिले यहाँ पुरै उयो गर्नुपर्छ के गर्नु अरे बुवा ए अहिले त्यो गइ त हाल्छ अनि गएर के हो त नि यहीँ जाने त हो नि होइन म पक्रिदिन्छु पानी पानी रोकिन्छ कसरी आउँछ नि छोडिदेऊ न छोडिदेऊ त्यहाँ कचिया छ अरे झरेको कता भन्नुहुँदैछ बुवाले खुट्टा यो त ओह्राली खोइ त नि छैन त नि भित्र होला नि दाबेको माछाले टाउको त्यहाँ हौ तेरो माछा कहाँ छ खोइ हौ त्यहाँ माछाले खायो मान्छे भनेर फेरि छैन बाउ कचिया
अब कहाँ छ लिएदो पनि थोरै भयो पो ढुङ्गा निकालिदिउँ बा खो छोड्नु म निकालिदिन्छु छोड्नु कति उकी उ भनेको कत्रो माछा यस्तो पानीमा चिलाउला जिउ चिलाउला कत्रो बुवा हो त गयो उबै गयो फेरि हौ त्यही आयो फेरि माछा हाम्रो माछा हाम्रो माछा तर हेर्नु नाना तँ यहाँ दिन त फोन सबले पनि धेरै नसमात्नु जानु बाउलाई सघाउनु पानी पुग्छ बाउ बाल्टीमा कहिले हो नि त म हालिदिन्छु ए हो यो पकड्नु म लगाएर लिएर आउँछु पाइप चाहिँ यता ल्याउनु नि किन पाइप अनि पानी अहिले ल्याउनु पर्ने थियो ए तर माछा कति गएको छ तल बन्द गरी यहाँ माछा आउँदैछ नि त बाउ बस्नु न नाना छोडिदिनु त्यहाँ आउनु माथि हिले माछा त बिचरा इत्रु छ यहाँ माछा झरेछ नि त ऊ फित्रिक गर्दै झर्दैछ माछा त फित्रिक आमा यहाँ आउनु नि नाना यहाँ आएर त बाउले माछा निकाल्नु भएको त्यहाँबाट नि बग्दैछ त त्यता लुहे गाइछ एक बाल्टी माछा आयो के मिलाउँछौ यहाँ थाप्नु न अब छोड्दैन मिल थापिरहेको बिचरा माछा लटेको जा न उता भाइ छोडिदिउँ बाउ छोडिदिए त्यहाँ ढुङ्गाले थिच्नुपर्छ ढुङ्गाले अथवा केहीले थिचेर त्यो उचाल्यो भने मात्रै हुन्छ ढुङ्गाले थिचौँ न यहाँ छ भाइ ढुङ्गा पछाडि यो सानो यो लगाऊ न हौ त्यसले लगाऊ न केही हुन्न क्या ठुलो हुन्छ क्या सानो लगाऊँ न अनि त्यो सिधा हो त सिधा त भेट्नु पर्यो नि त छोड्नु त यसो गर्नुहोस् न अब ए बाउले त खतरा झुल लगाउनु पर्छ नि त नि र पो मलाई पकाउनु सक्दैन भन्नु भइसक्यो पकाउनुहोस् यहाँ अब म खोलिदिन्छु डुङ्की लगाएर मैले खोला डुङ्की यहाँ पक्रिन्छु त्यही भएर लामो ढुङ्गा लगाऊ भनेको लगाइदिउँ दा छोड्नै अनि यसरी कहाँ जान्छ त नि पानी यहाँबाट जाँदैन मुखमा फेर ए भयो जान्छ बाउ अब अनि त्यो त तलको त गुड्की ए तलको जान्छ नि त बाउ जाँदैन यो झुल पनि मिलेन कि मिलो यति जति मिलो ल यहाँ उयो गर्दै तर जान्छ टक्क अब लगाएर माछा सरसफाइ कार्यक्रम खुट्टा दुख्यो नि त नि
पहिला खोइ ढल्क्यो सुरु भयो 7 सेकेन्ड एकचोटि रोक्नु त देखिएस् न अलिक माथि माथि राख्नु न यो त कहाँ यहाँ यतिमा अट्छ त नि कति 6 केजी छैन त 6 केजी छ यत्रो बाल्टिनमा पो छ त पोखरीबाट झिकेको नि हुँदैन त आमा आयो चिजहरु आयो तर के ज्वाइँ चाहिँ लाउँदा मात्रै माछा झिकिँदो रहेछ छोरी आउँदा त थिएन भन्नु कसरी थियो नि अब नबस्ने छोरी आउँदा चाहिँ नबस्ने भागिहाल्ने भेना कहिले काहीँ आउनुहुन्छ भेना आएको बेला त निकालिहाल्ने हो हाँसी अस्ति हामीलाई पनि बाबा र मलाई लाग्छ निको हुन्छ बाबालाई लाग्छ मलाई त हल्लाए त होला केही हुँदैन हल्लाएर हो र केही हुँदैन हल्लेन भने त नि उयो भइहाल्छ नि लु है गाइजो खान आऊ है खान आऊ भोजपुरमा फेरि माछा देखेर कसैको गाइज कसैको अरे देख्ने अस्ति एउटा देखिने हेर्ने जाति सबैको मम्मको भिडियोमा एकजनाले कमेन्ट गर्नुभएको थियो तपाईँ पानी परेर थाङ्रा नि लाउनु पाएको छैन गाइज हो रित्तै चाहिँ नभन्नु होला भर्खर भाँचेर जुत्ता बनाएको छ तपाईँलाई एसिस्टेन्ट राख्नु पर्ला जस्तो छ मेरो त मुन्डुम ट्रेल जाने भिडियो आउँदैछ है गाइज मुन्डुम ट्रेल हाम्रो भोजपुरको ट्रेक 8584 ट्रेक गएको भिडियो आउँदैछ स्टे ट्युन ल माछा त कति हो कति सानो पनि 6 केजी भनेको थोरै हुन्छ त गाइज हो हैन यति मात्रै हुन्छ र
भयो अब लाइन आएछ आज लाइन आयो ल राख्नु